रहेछ अब यहाँबाट स्याट्टा माथि उक्लिने रे आइयो भनौँ अब यताको बजारमा चाहिँ अहिले दाम लाग्यो नि अब अहिले चाहिँ मान्नु अब बाजा साजा लगेको लाग्छ हेर्नु पऱ्यो नि त केटा उसको त्यो दमौली चटपटमा जानु ब्रोदर्स चटपट हो कि सिस्टम अब अहिले चाहिँ हामीलाई चाहिँ धेरैमा लाग्यो 25 मिनट रे बाटो चाहिँ सजिलै छ चाहिँ टाइम लाग्दो रहेछ एउटा लाउनुहोस् त्यो भयो होइन जस्तै लाउँदो रहेछ यो अँकै है भयो मैले भन्थेँ नि गाडी आयो ल 6 किलोमिटर आइयो केटा अब बाटो चाहिँ उकालो रहेछ पुरै नसोचेको प्लान हो केटा यार कसम हो यार कहाँ के अरे वहाँ के अरे स्याङ्जा जाने भनेको अहिले जोसो मान्नु रे भा त्यही छैन ढुक्क रमाइलो त हो नि होइन र के भयो भने हामी नि केटा पोखरा चाहिँ धेरै डुल्लिन्छ नि होइन पोखरा धेरै डुल्यो अनि घर जान्छ नि त एउटै ठाउँ हो नि यार लेक साइड मात्र सधैँ ढक्क मानुको अफरोड चाहिँ अफरोड रहेछ नि भन्छ होइन बाइक नि जस्तै 4x4 हो माछा त्यही हो केटा मानुकोट चाहिँ फाइनल्ली आइसक्यो बाटो चाहिँ स्ट्रगल चाहिँ धेरै गर्नुपर्छ केटा त्यो चलाउन ऊ अलि अफरोडमा नचलाउने मान्छे हो त नआउ यार म त त्यही भन्छु होइन मान्छे त त्यो एक ठाउँमा पनि झर्नु परेन होइन चलाइ कस्तो थियो मिठो थिएन थियो अरे फेरि राम्रै छ भान्जे र म चाहिँ आज चाहिँ मिठो है भान्जे खुक्का चाहिँ के छ त मैले है ए यो केटा मानुकोट हेर्नु भ्यू जिन्दगीमा केटा अलिकति के भन्छ एक्सपेन्सिभ ठाउँमा पनि जानुपर्छ अरे के हामी त पोखरा बस्दा नि वक्का परेर वक्का नि के भने पोखरा पनि चिलै छ कि तर सबै ठाउँ घुमिसक्यो अनि त्यहाँबाट उयो भन कि यार मनै लान कि त्यहाँ बसेको भने यहीँ आउने रहेछ बाइक होइन वेलकम टु मानुकोट रेस्टुरेन्ट रहेछ यार आज भएछ अनि खै अब कति बेला गइन्छ भिडियो अब मिठो हाल्नुपर्छ होइन सिनेमेटिक मिठो हाल्नु पर्दैन भन्छ होइन भन्छ नि चिल भएछ नि बल्ल रमाइलो भएछ अरे है तर हरियाली बगर रहेछ नि भन्छ कता जाने एउटा ट्याक्क अब भ्यू पोइन्टमा मेन हाम्रो टार्गेटमा जाने अनि हेरौँ न कस्तो देखिँदो रहेछ मान्छेहरूले धेरै चर्चा गर्दै थियो टिकटकमा धेरै देख्दै थियौँ होइन अब भन त केही आँखा अगाडि देख्दा कस्तो हुन्छ होला लगेर है रोक छैन अहिले नदेखाउँ न केटा होला है बादल नलागे ठिक हो कि के लगेर 1 2 लगेर केटा मानुको लगेर कस्तो छ मान्छे खै यता बस त यतिको कपाल र यतिको मान्छेले खायो कि ल सिधै उता भेटौँ ल अब यार
हामी एउटा फोटो खिच्नुपर्छ के भन्छ रमाइलो भइन्छ चिल कहिले काहीँ होइन तर बाटो चाहिँ स्ट्रगलै छ कि होइन गीत बजिन्छ लयर किन म त मार्छु यो कपिराइट लाउँछु गीत अन्दाजले मुनि बसी फेरि भेटौँ बिच आउट चाहिँ रङ साइड छिरेछ पनि भन्छ होइन भ्यू पोइन्ट यता रहेछ उता पनि ठिकै त ठिकै हो तर हामी रङ साइडै छिरेछौँ कि कहाँ चाहिँ नयाँ होटेल बन्दैछ हाँडा रहेछ जाने म त एउटा होइन यसो टिकटकमा हेरेको मानुकोट भ्यू पोइन्ट हानेको उताको भिडियो छैन यताको मात्रै हल्का कुहिरो लाग्यो कि होइन कुहिर खोलिदियो भने फेरि खोलेपछि त फेरि केटा हेर्न यहाँको जस्तो भ्यू त कहाँ देखिन्छ हाँडा हेरिदिउँ न होइन फर्स्ट सिधै हाँडा नि देखिन्छ केटा भ्यू चाहिँ मजाले हेर त सही हो रमाइलो एकछिन त्यहाँ गएर भाइसमा गीत सित सुन्ने अनि मिठो बसेर अनि भ्यू चाहिँ जसै कुदेर आई लभ यु रे कि ल कोलियो ल भनिदेऊ न त यसको जवाफ देऊ न के भन्न चाहन्छु अनि यहाँ रहेछ हामी उता उता गर कि है यहाँ गुल्डी हो नि त उहाँ सिधै वहीँ हो तल तर एउटा यो उकालो हिँड्ने भनेको ओह्रालो हिँड्ने भनेको त हाउडै खुट्टा दुख्छ कि खुट्टा काम कस्तो बाँध लगाइदियो क्या होइन यो बाँधल हट्नुपर्छ यार 1 घन्टा पछि यार 1 घन्टा जति चाहिँ बस्छौँ होला घाम लाग्यो हुन्छ कि एउटा मिठो घाम लगाएर एउटा दुइटा फोटो त हान्नै पर्छ नि होइन उहाँ पोखरा त हाँछ यार त्यो भ्यूको लागि एउटा दुइटा फोटो खिच्दैन अन्त मजै आउनु कि सही हो एउटा सही पोज पान्छ सही हो एउटा अब ट्याक्कै हाँडा अहिले सिधै तल भ्यू खोलेपछि बल्ल आउँछु एउटा नचाहिँ आउँदिनँ ल बिच आउट पोखराको केटाहरूलाई सबैलाई होइन पोखरेली केटाहरू ल एउटा सबैलाई अहिले ल पनि सुन्दिनँ म यो बिचको होटेल कहाँ हुन्छ होला यो यतिले डिस्टर्ब गरिदियो भान्जेलाई चाहिँ यता नि भवाल छ त्यहाँ कुन ग्रुप हो बल्ल घाम लाग्यो त बल्ल दामी आयो यही हेर्न बसेको 1 घन्टा त ए माथि आउन आएर न फोटो त्यसको फोटो यसको त स्क्रिनसट भइसक्यो केटा यार कहाँ खै अलिक खुल्नै खुलेन क्या राम्रोसँग खुले त होइन अब के गर्ने त अब बिस्तारै अब आधा घन्टा दमौली हामी आएको कताबाट यही बाटो होइन यही बाटोमा त पर्छ कि मामा त्यहाँ जान कि त्यो पुल जानु पर्छ कि के हो यो पुल जानु पर्छ अहिले सोधौँला नि ल एउटा पिस्सा आउट अहिले बेटा अब फर्केको यार यस्तै रहेछ अब यसो ब्रदर चटपटमा गएर अनि चटपट खाएपछि यस्तो उकालो रहेछ राम्रै रहेछ तर यस्तो भ्यू हेर्ने भयो त बिहानतिर आएको बेस्ट दिउँसो त छैन बिहान कुहिरो लाग्यो लास्ट होइन बिहान अब कहिले काहीँ त होइन कि यसो गरे नि हुन्छ केटा म केही भन्दिनँ पानी नपरेको बेला 1 दिन बस्ने गरेर आउने बिहान भ्यू हेर्ने अनि फर्किहाल्ने त्यो हो तर त्यो पानी पर्न लाने त ल्याङ हेर त एउटा अहिले हामी कस्तो उमाइयो यस्तो तर हामीलाई चाहिँ रिग्रेट छैन आइयो होइन अब मजा आइन्छ तर यता नि फोटो त बबालै आउँछ होला होइन त्यही एउटा रिग्रेट चाहिँ जिन्दगीमा लिन हुन्न जुन कहिले के हुन्छ होइन कहिले के अब आज भ्यू देखेन भोलि आउनुपर्छ भोलि देखिन्छ अनि रिग्रेट भनेको लाइफमा लिने होइन कि रिग्रेट त बनाउने हो मान्छेलाई होइन के अरे भन्छ यस्तो भनेको त होइन यो तकन त यो माथिको त ठिक छ यति ठिक छ एउटा कमेन्ट गरेर कुनलाई मन पर्यो भान्जे चार्ज छैन अब चार्ज गर्छौँ अनि खाजा खान्छौँ चार्ज छैन 60 छ चाहिन्छ फेरि भिडियो बनाउन अनि यस्तो दमौली चटपटमा गएर मिठो हामी चाहिँ सिधै पोखरा चल्दैछ
के थाहा केटाहरूको मनको व्यथा केटाहरूको चाहिँ मुड ऊ भइहालिदिन्छ कि अब भर्खर के हो कि अब जानी हालिन्छ अब केटाहरू बस्दिहाल्ने एउटा लास्ट भ्यू चाहिँ यही हो सबजना आऊ राम्रै छ सल्लाह चाहिँ के दिन्छु भने पानी पऱ्यो बेला चाहिँ नआउ ल बिहान आएर आफै भ्याकुम गयो डम्बु सुहाएको दुईवटा बिल दिनुभएको जिस्काएर भने खै मलाई पनि थाहा छैन कसरी गर्छ त्यही बेटार दिनु के हुन्छ गाह्रो हुने चाहिँ एउटा भ्याकुम गर्दा दाइलाई पनि भेट्नुपर्छ है लादेको यति नै हुन्छ एउटा प्रोजेक्ट ल खिच्नु न ल दाइलाई नि हामीले फाइनली भेटिसक्यौँ होइन हामी पोखराबाट दाइ हामी बन्दी माथि यो के अरे मानुङकोट गएको हजुर अनि यसो दाइ काठमाडौँबाट होइन पोखराबाट मानुङकोट हजुर जय पोखरा अझै धेरै माया गरेर पोखराबाट मानुङकोट भिजिट गरेर आज घर फर्किँदामा ब्रदर सबलाई सम्झाएर हाम्रो प्यारो पोखरेल प्रभु जय होस् प्रभु ल दाइकोमा नि होइन यसो खाइदिउँ भने बाटै नचिने सही हो कस्तो छ होइन कहाँ हो केटा ट्याक्क दमाउनु चटपट उता एउटा चोक छ अनि ट्याक्क यो सेकेन्ड चोक ग्राउन्ड रहेछ केही होला नि अब ट्याक्क अहिले भेट्नु पर्छ पानीपुरी खाइयो चटपट खाइयो अनि ट्याक्क अहिले एकछिन पछि जात्रा हेर्नु पर्ला जात्रा चाहिँ अहिले तल गइसक्यो ट्याक्क होइन नेक्स्ट टाइम चाहिँ बस्ने गरेर बवाल गरेर हामी दमाउली दाइको डिजे एक्स्ट्रा इनर्जी के दाइ तिमी त है कसम एक्स्ट्रा इनर्जी छ दाइ ल अहिले भेटौँ ल कति भयो एउटा हामी चाहिँ अब दाइलाई होइन ल दाइ ल बुम ल दाइ बुम प्रभु जय होस् प्रभु फेरि धेरै माया गरेर आज ब्रदर सबलाई सेवा गरेँ मगाइदिनु भएको छ मेरो प्रभु फेरि बाटो मिस मिलेर सेवा गरेँ मगाइदिनु होला यो रिभ्यू चाहिँ म बाटा गरेर दिन्छु नि दाइ कस्तो थियो ल जय प्रभु ल दाइ है अब हामी चाहिँ दाइकोबाट खाइसक्यौँ अब यसो अब ल भिडियो बनाउनु अगडा चटपट खायो टक्क लाएर अब त्यहाँ उहाँ गइन्छ होइन डक्टर भाइब्समा त्यहाँ रमाइलो रहेछ कस्टम बाइक स्टार्ट हाल्दै छ नि बाइक त कस्टम के अरे दमाउँछ होइन बुटलमा हो क्या के जे गरे नि उयो नभए कि साइलेन्सर खेल्दैन नि बाले नभए बाइक केटाहरूले हेल्मेट नलाइ उडाइदिन्छ नि चाहिँ जस्तै हो केटा यो लगाएर टक्क धुनुपर्छ ब्याग पनि लास भएछ यार गएको दाइ अब चाहिँ यता होला नि यता अर्कोचोटि फेरि आउँछु त हस् त अब चाहिँ हामी उहाँ गएर भेट्छौँ होइन मामा जात्रामा टक्क लगाएर बाई बाई फाइनली यस्तो हालत छ बाइकको मान्छेको यस्तो हालत गीत नलाउनु कपिराइट खान्छ ट्याक्क तनाउै हो भन्छ एउटा तनाउ ट्याक्क आइयो आमा गर्मी भन्छ नि केटा है बाइकमा हिँड्दा शीतलै छ कि तर नसोचेको हान्छ यारमा झन् त्यो बुटोल सुटोलमा मान्छेहरू कसरी बस्छ यार कसरी बस्छ यत्तिकै बस्छन् होइन चिलो अब हाम्रै पोखरामा हाम्रै पोखरा सुनिन्छ केटीहरूले हेरिछन् हेर ट्याक्क अब पोखराको यात्रामा गइन्छ अब दिनभरि सुत्ने होला अब गएर अनि बेलुका भएपछि फेरि बल खेल्न टाइम टु टाइम जसलाई पनि टाइम दिनुपर्छ एउटा ट्याक्क हामी चाहिँ मानुङकोट भिजिट गरेर आइसक्यौँ होइन लास्ट एउटा चाहिँ एउटा ब्लग इन गर्नै नपाएर के अनि के भने अनि हामी चाहिँ त्यो ब्रोदर चटपटमा गएको थियौँ पानी हामीले चाहिँ दुई प्लेट चटपट एक प्लेट पानीपुरी खाएको थियौँ तर बाल्ने थियो होइन दुइटै बबालो तर
त्यस्तो नराम्रो नि होइन तर उसले चाहिँ नेक्स्ट लेभल गराइदिनु क्या त्यो दाइले चाहिँ मतलब आफ्नै मसला होला होइन के होला तर अरू ठाउँमा अन्त त्यहाँको स्वादै दामी क्या तर मब्बाल मजा आयो मानुङकोट नि मिठो घुमेर आयौँ अनि अर्कोचोटि अब कहाँ हुन्छ एउटा यो भिडियो चाहिँ यति नै आजको भिडियो मन पऱ्यो लाइक सेयर सब्सक्राइब नपऱ्यो नि ढुक्क सब्सक्राइब गर्ने हेर्न नछोड्ने सबजनालाई अहिलेको लागि चाहिँ अर्को भिडियोमा भेटौँ मलाई लगाएँ लगेर हो सही हो पिस आउट